आज 2083 साल वैशाख 13 गते आइतबारको दिन तराई भेकमा चाहिँ बर्सात भइरहेको कुराहरू म तपाईँ सम्पूर्णलाई जानकारी गराउन चाहन्छु। यो चाहिँ मोरङ जिल्ला उर्लाबारी नगरपालिका वार्ड नम्बर 3 एरियामा चाहिँ यस्तो तरिकाले मुसलधारे पानी परिरहेको अवस्था छ। अब अहिले भनेको मकैलाई चाहिँ अब फाइदा नै छ र पनि अरू सागसब्जी खेतीपाती गर्नेहरूलाई फाइदा नै छ। अब यो असिनामा अहिले चाहिँ राम्रै हुन्थ्यो, तर बिचमा असिना पनि आएको कारणले गर्दा अब बालीलाई असर पुर्याउँछ कि भन्ने डर लागिरहेको अवस्था छ। तपाईँहरूकोमा कस्तो तरिकाले वर्षात भइरहेछ यो विषय पनि जानकारी गराउनुहोला भन्न म चाहन्छु। यहाँ सम्पूर्णको आजको दिन शुभ रहोस्। ओके, बाई बाई।